यो भँगेर भँगेरीको संरक्षणमा चाहिँ हामी पनि युवाहरू जोडिएका छौँ होइन। मेरो घरमा फल सिलिङ पाल बनाएर फल सिलिङमा सानो सानो पाल बनाएर मैले भँगेर पालिरहेको छु। हजुर तपाईँ घर कहाँ तिनखाना श्रीकृष्णमाझी एकदम खुसी लाग्यो है। गोपीचन्द्र कार्की दाईले मलाई चाहिँ यसमा ठुलो गर्नु भएको छ, मोटिभेट गर्नु मोटिभेट। आज म चाहिँ मेरो नाम धुलो बस्नेत र आज मे 22 जैविक विविधता सम्बन्धी दिन पनि भयो। हाम्रो सरकारले त्यसमा हस्ताक्षर पनि गरेको छ है। तर हाम्रो चाइनामा इन्डियामा के नभएको कल्चर हाम्रो नेपालमा चखुको आएको एउटा कल्चर थियो नि, अहिले डिस्प्लेस भयो। किन हरायो अहिले भँगेर किन हरायो? त्यो कल्चर हरायो अनि भँगेर हरायो। भँगेर कुकुर बोल्नु जान्ने के होइन, आफू बोल्नु जान्ने मान्छे पशु पक्षी अन्नपातको नोक्सान गर्ने कुरा खाएर समाज छिराउँछ। त्यो कुरा पहिला पुर्खाले बुझे, अहिले बुझेन। बुझेर मैले म आफूले भने होइन, त्यही मसिना नै मैले चाहिँ आजभन्दा 9 वर्ष एउटा भिडियो यसरी सोसियल मिडियाको धेरै प्रकार यहीकै घोसिन्छ गोपालले 45 सालमा मेरो घरमा आउँदाखेरि उहाँले मलाई ऊ मात्रै छेड्नु पऱ्यो, काग नछिरोस्, नभेटाओस्, काग नछिरोस्, यस्तो बनाउनुपर्छ। हामी मरेपछि यहाँ बस्नु पाइन्छ। फल सिलिङमा चाहिँ धेरै राम्रो है झन्। त्यसमा त कोही छिर्नै पाउँदैन। धेरै स्टाइलको बनाइनु हुन्छ, तर मुख्य वालमै चखु बा बनाउँदाखेरि एकदम राम्रो। वालमा चाहिँ समातेर खाइदिन्छ टाउको छिराएर। कागले सानो गरी छिर्दैन, कागले छिर्छन् तानेर लान्छ, घुमाउनु सक्दैन, भिडियो लान आउनुपर्छ। तर फल सिलिङमा चाहिँ धेरै राम्रो भएको छ। र सबैले हामीले के भनौँ भने अब सबैले नगरपालिका राज्यले होइन यो पुरानो चलन स्थापित हो। उनीहरूले नगरपालिकाले घर बनाउँदाखेरि राख्नुपर्छ, 20% राख्नुपर्छ भनेर भन्नु पऱ्यो। त्यति होइन त? ओके है त ल, है मैले अनुरोध गरेँ है।